नमस्कार। आजको दिन चाहिँ दशमीको दिन। यो दिनलाई चाहिँ अरु विशेष दिन भन्दा पनि धेरै एकदमै राम्रो मान्यता दिने गरिन्छ र यो दिनमा चाहिँ हामीले मूल रूपले चाहिँ हामीले गुरु पद्मसम्भवलाई स्मरण गर्ने दिन अथवा यो दशमीको दिनमा चाहिँ उहाँले जन्म लिनु भएको दिन भनेर पनि हामीले त्यसरी मान्ने गर्छौं है त। यो दिन चाहिँ यति साह्रो महत्त्वपूर्ण किन छ र यस दिनमा चाहिँ हामीले यो दिनलाई चाहिँ हामीले किन चाहिँ यसलाई चाहिँ महत्त्वपूर्ण दिनुपर्ने हुन्छ भन्दाखेरि चाहिँ र उहाँ आफैले रचित गर्न भएको सम्प लुन्डुप है इच्छा पूर्ति प्रार्थना अथवा उसको कथामा हामीले यो श्लोक चाहिँ देख्न पाउँछौं है। त्यो श्लोक चाहिँ हजुरहरुलाई चाहिँ मैले एकदम छोटो रूपमा मैले व्याख्या गर्न गइरहेको छु है त। दुङ्गेन मेथला थुपे छे भनेर भनिएको छ है त। जब चाहिँ एकदमै यो कठिन समयको अन्त्यतिर पुग्ने छ है नाङ्रे गोङ्रे बेकी देनला चुन भनेर भनिएको छ। अनि त्यहाँदेखिको के भन्छ बिहान र बेलुका चाहिँ छुट्याइकन है बिहान र बेलुका चाहिँ सधैँभरि चाहिँ उहाँको अगाडि चाहिँ मैले उनीहरूको उद्धारको लागि चाहिँ म प्रत्यक्ष हुनेछु, प्रत्यक्ष उनीहरूको अगाडि चाहिँ म आउनेछु, दर्शन दिनेछु भनेर भनिएको छ। निसेर छर्दुई है अनि सूर्यको किरण चाहिँ यसरी चाहिँ अनि त्यहाँदेखिको चाहिँ प्रकाश हुँदाखेरि सबैभन्दा अनि सबभन्दा प्रथम चाहिँ पृथ्वीमा प्रथम सूर्यको प्रकाश चाहिँ किरण चाहिँ उद्याउँदाखेरिको समयमा चाहिँ है दाङला चिप्ते चुन भनेर भनिएको छ है त। अनि त्यहाँदेखिको त्यस्तो सूर्यको प्रकाश उदाउँदाखेरि चाहिँ त्यस्तै प्रकाशको रूपमा चाहिँ म गुरु पद्मसम्भव चाहिँ त्यस्तो प्राणी मलाई एकदमै विश्वास गर्ने प्राणीहरूलाई चाहिँ त्यस्तो गरेर चाहिँ म चाहिँ एकदमै प्रत्यक्ष रूपमा चाहिँ त्यो किरणको रूप स्वरीमा चाहिँ म चाहिँ किरणको रूप जस्तै भएर चाहिँ म प्रत्यक्ष हुनेछु भनेर भनिएको छ है। यर्मो छेचुई भनेर भनिएको छ। यर्मो भन्दाखेरि यहाँ चाहिँ अब यर्मो र मर्मो दुई हुन्छ है। यर्मो भन्दाखेरि चाहिँ हामीले पूर्णे अनि त्यहाँदेखि 1 तारिकदेखिको चाहिँ पूर्णेसम्मको चाहिँ हामीले चाहिँ माथि जानेको चाहिँ त्यो जुन चाहिँ अनि पूर्णे चाहिँ जुन चाहिँ पूर्ण रूपले के भन्छ चन्द्रमा लाग्छ नि त हो। त्यो पूर्ण रूपले चन्द्रमा लाग्नेको समयलाई चाहिँ हामीले यर्मो भनेर त्यसरी भन्छ। मार्गो भन्दाखेरि चाहिँ अब चाहिँ त्यो पूर्ण रूपले चन्द्रमा चाहिँ अस्ताउँदै अस्ताउँदै गएर औँसीपट्टि जानेलाई चाहिँ मार्गो भनेर हामीले त्यसरी चाहिँ हामीले दुईटा कुरा छुटाउँछौँ है त। यर्मो छेचुई भनेर भनिएको छ है त। अनि त्यहाँदेखिको चाहिँ त्यसरी पूर्ण चन्द्रमाको रूप चाहिँ अन्तिमतिर आउँदाखेरिको दशमीको दिनमा चाहिँ भनेर भनेको है यर्मो छेचुई दुईसु मुसु चेन भनेर भनिएको छ। अनि त्यस्तो दशमीको तिथिमा चाहिँ म चाहिँ प्रत्यक्ष रूपमा प्रकट हुन्छु भनेर भनिएको छ। प्रत्यक्ष रूपमा प्रकट हुनेछु। अनि त्यहाँदेखिको प्रत्यक्ष रूपमा प्रकट मात्र नभई चाहिँ यर्मो छेचुई दुईसु डोदुन तोप्चेन जेपे थुक्चे चेन भनेर भनिएको छ। डोदुन भन्दाखेरि चाहिँ एकदमै राम्रोसितले एकदमै प्राणीको हित कल्याण गर्ने है प्राणीको उद्धार गर्ने हो। त्यसरी चाहिँ एकदमै पूर्ण रूप राम्रो हिसाबले चाहिँ ड्रोदुन एकदमै प्राणीको उद्धार गर्छु भनेर भनिएको छ। अनि ड्रोदुन तोप्चेन भन्दाखेरि चाहिँ एकदमै मूल अब त्यो त्यतिकै ड्रोदुन भन्दाखेरि त्यतिकै प्राणीको उद्धार पनि नभएर एकदमै बल हिसाबले बलशाली रूपले है अनि त्यो हिसाबले चाहिँ गरेर चाहिँ मैले चाहिँ प्राणीको उद्धार गर्नेछु भनेर। त्यसै कारणले चाहिँ हामीले दशमीमा चाहिँ गुरु पद्मसम्भवलाई यति साह्रो महत्त्वपूर्ण दिने कारण चाहिँ यो कुरालाई पनि एउटा हामीले बुझ्न पाइन्छ। हुन त अरू धेरै कारणहरू पनि धेरै छन् तर यो चाहिँ एकदमै मूल चाहिँ किन चाहिँ हामीले दशमीमा चाहिँ हामीले गुरु पद्मसम्भवलाई यति साह्रो आस्था दिएको र दशमीको दिनमा नै हामीले गुरु पद्मसम्भवलाई सम्झेर हामीले अब सक्यो भने त अब दशमीको दिनमा चाहिँ हामीले गुरु पद्मसम्भवको लेउदुमा भनेर है 7 पंक्ति पाठहरू हो त्यसरी पनि हामीले पाठ गर्न सकिन्छ। नत्र हामीले ओमा हुँ वज्र गुरु पद्म सिद्धि हुँ भनेर उहाँलाई स्मरण गर्दाखेरि पनि हो उहाँको प्रत्यक्षमा जसले चाहिँ मलाई है एकदमै राम्रोसितले मलाई विश्वास गर्छ म प्रति श्रद्धा आस्था राख्छ उसको अगाडि चाहिँ म प्रत्यक्ष रूपमा छु भनेर त्यो अरू श्लोकहरुमा पनि त्यसरी धेरै पल्ट हामीले देख्न पाउँछौं है त। यो कुरालाई चाहिँ हजुरहरुले चाहिँ फाइदाजनक लागेमा चाहिँ अरूलाई पनि शेयर गर्नुहोस् होला। चाहिँ ओम वज्र गुरु पद्म सिद्धि हुँ भनेर पनि भन्छौं है। अनि त्यहाँदेखि त्यसरी चाहिँ जाप गरेर चाहिँ आफ्नो दिन दशा राम्रो गर्ने त गुरु पद्मसम्भव चाहिँ एकदमै त्यतिकै हामीले उयो नगरेर त्रिकालको बुद्धहरुको सबैको स्वरूप है अनि त्रिकालको बुद्ध सबैको स्वरूप एउटामा त्रिकालको बुद्धको सबैको ज्ञान त्रिकालको बुद्धको सबैको शक्ति चाहिँ एउटा चाहिँ त्यसको चाहिँ स्वरूप भन्नु पर्यो है। त्यसको एउटा चाहिँ मूल जड चाहिँ गुरु पद्मसम्भव भनेर एकदमै ठूलो मान्यता अथवा आस्था हामीले गर्छौं। त उहाँको जन्म चाहिँ पहिला चाहिँ ओडियान है उद्यानको सागरमा उद्यानको समुद्रमा चाहिँ उहाँको जन्म भएको हामीले यो सबैलाई थाहा छ है। अनि त्यहाँदेखिको चाहिँ यो चाहिँ अहिलेको समयमा हेर्दै अफगानिस्तान र पाकिस्तानको चाहिँ बीचको त्यो समुद्र चाहिँ अहिले चाहिँ हामीले त्यसरी चाहिँ बुझ्न सक्दै रहेछौं है त। अनि त्यहाँदेखिको चाहिँ यो बीचको समुद्रमा चाहिँ उहाँको के भन्छ जन्म भएर है
उहाँको जन्म भइसकेर त्यहाँदेखिको चाहिँ उहाँले चाहिँ अनि त्यहाँदेखिको ऊ जन्मिँदाखेरि नै अब आमाको शिशुबाट चाहिँ ऊ आमाको कोखबाट चाहिँ जन्म नलिएर चाहिँ अनि 8 वर्षको शिशुको रूपमा एकैचोटि त्यसरी कमलको फुलमा चाहिँ जन्म भएको अनि त्यहाँदेखिको राजा इन्द्र बोधिसत्व चाहिँ आफ्नो राज्यको चाहिँ जति पनि अनि धन सम्पत्ति अनि रितिएर चाहिँ अनि त्यहाँदेखिको त्यहाँको चाहिँ ठुलो गुरुले भविष्यवाणी गर्दाखेरि यो समुद्रमा गएर चाहिँ तिमीले नागमणि लिएर आउनुपर्छ, तिमीले कल्पमणि इच्छामणि लिएर आउनुपर्छ भन्दाखेरि चाहिँ अनि त्यतिखेर चाहिँ जाँदाखेरि चाहिँ गुरु पद्मसम्भवलाई भेटेको हामीले त्यसरी कुराहरू चाहिँ हामीले बुझ्न सक्छौँ। त अब यसको चाहिँ कथाहरू धेरै छन् है। त आज छोटो रूपमा चाहिँ हजुरहरूले चाहिँ यो भिडियो चाहिँ सबैले हेर्नुहोस्, सबै पूर्ण रूपले हेर्नुहोस् है, नछाडिकन हेर्नुहोस्। अनि गुरु पद्मसम्भवको चाहिँ अब गुरु पद्मसम्भव भन्दाखेरि ओम अम्बज गुरु पद्मसिद्धि गुरु पद्मसम्भव सुन्न मात्र मात्रै पाउँदाखेरि पनि ओम अम्बज गुरु पद्मसिद्धि त अब त्यो अलिक अब जान्नेहरूले चाहिँ अब थाहा हुन्छ, नजान्नेहरूलाई त थाहा हुन्न नि त। तर पनि गुरु पद्मसम्भव गुरु रिम्बुछे गुरु पद्मसम्भव भन्दाखेरि पनि एकदमै यो नाम मात्र सुन्दाखेरि पनि आफूले कति किसिमको आफ्नो कल्पको पापहरू क्षय हुने है। अनि त्यहाँदेखिको यो नाम मात्र सुन्दाखेरि पनि हामीले बुद्धत्व प्राप्ति गर्ने हामीले बिउ प्राप्ति गर्छ भनेर यस्तो ठुलो मान्यता छ है त। ल सो अनि धन्यवाद हजुरहरूलाई फाइदा लागेमा अनि यो चाहिँ अनि हजुरहरूले अरूलाई पनि सेयर गरेर चाहिँ उहाँहरूलाई पनि राम्रो होस् भनेर चाहिँ त्यस्तो राम्रो सोचाइ गरेर चाहिँ आज चाहिँ हामीले यसरी चाहिँ धर्मको कर्म गरौँ है त। ल सो धन्यवाद।